2079 माघ 1 गते आइतबारका दिन बिहान काठमाडौँबाट पोखराका लागि 10:32 मा उडेको एटी एयरलाइन्सको 9N ATR 72-500 बाइएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा करिब 11 बजेतिर पोखराको सेती खोजमा दुर्घटनाग्रस्त भएको छ। बाइएनमा चालक दलका क्याप्टेन कमल केसी सहित 4 जना सदस्य र स्वदेशी तथा विदेशी यात्रु 68 जना गरी 72 जना सवार थिए। उक्त बाइएनमा दुर्घटनामा परि दिवंगत हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनहरूमा गहिरो समवेदना व्यक्त गर्दै मृत आत्माको शान्तिका लागि 1 मिनेट आफ्नो ठाउँबाट उठेर मौन धारणमा सहभागी हुन अनुरोध गर्दछौं।